जब कुनै न कुनै बेला तपाईँको मोबाइल चार्ज सकेर चार्ज गर्नको लागि चाहिँ चार्जर सेक्सनमा तपाईँले राख्नुहुन्छ अथवा चार्ज गर्ने ठाउँमा चाहिँ तपाईँले राख्नुहुन्छ। फोटो भिडियोहरू तपाईँको सोसल मिडियाहरू चाहिँ तपाईँको डकुमेन्टहरू चाहिँ ट्रान्सफर हुनसक्छ। त्यसैले तपाईँको सम्पूर्ण डकुमेन्टहरू चाहिँ ट्रान्सफर भई तपाईँको सोसल मिडियाहरू चाहिँ ह्याक हुने सम्भावना एकदमै बढी हुन्छ। त्यसैले आफ्नो डकुमेन्टलाई सुरक्षा गर्नको लागि तपाईँले एउटा सेटिङ गर्नुभयो भने तपाईँको डाटा चाहिँ ट्रान्सफर हुनबाट चाहिँ जोगिन सकिन्छ। त्यसको लागि सेटिङमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यहाँ सर्ट सेटिङ क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईँहरूले चाहिँ USB टाइप गर्नु होला। टाइप गरिसकेपछि तपाईँहरूले चाहिँ यस्तो खालको इन्टरफेस खुल्नेछन्। तपाईँहरूले चाहिँ डिफिकल्ट USB कन्फिगरेसन यहाँ रहेको छ, यहाँ क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईँको फाइल ट्रान्सफर छ भने यसलाई चाहिँ नो डाटा ट्रान्सफरमा तपाईँले चाहिँ राख्नु होला। यति गरिसकेपछि तपाईँको सम्पूर्ण डकुमेन्टहरू चाहिँ फोटो भिडियोदेखि लिएर तपाईँको डकुमेन्टहरू चाहिँ तपाईँको फाइलहरू चाहिँ डकुमेन्टहरू चाहिँ ट्रान्सफर हुँदैन र चार्ज मात्रै हुन्छ। तपाईँको डकुमेन्ट चाहिँ तपाईँको मोबाइल चाहिँ सेभ भयो। मोबाइलबाट चाहिँ कुनै व्यक्तिले चाहिँ डाटा केबलको माध्यमबाट अथवा चार्ज गर्ने डाटा केबलको माध्यमबाट चाहिँ तपाईँको फोटोहरू भिडियोहरू र तपाईँको डकुमेन्टहरू चाहिँ ट्रान्सफर गर्न सकिँदैनन्। र यस्तै सम्बन्धी जानकारीको लागि हामीलाई लाइक, सेयर अनि सब्सक्राइब गर्नुहोला।